हाम्रो बासपानीको सबैभन्दा ठुलो चौतारो होइन, बासपानी मात्र होइन, हाम्रो महालक्ष्मी नगरपालिका वार्ड नम्बर 6 को चाहिँ सबभन्दा ठुलो चौतारो। यहाँ भनेको चाहिँ पहिला तिखेर्का सान्नेको मलामी लिएर आउँदाखेरि चाहिँ यहाँनिर बिसाएर खाजा खाने ठाउँ बिसाउने ठाउँ थियो। अहिले यस्तो छ गाउँको हालत होइन, यस्तो छ। यो तलैसम्म छ। आज चाहिँ फान्ने कुरो छ हाम्रो। आज फान्नुको कारण चाहिँ वैशाख 1 महिना 11 गते, यानि कि आफ्नो हिसाबमा 1बाट 1 जोडिँदा 2 हुन्छ, तर सामाजिक काममा चाहिँ 1 मा 1 थपियो भने 11 हुनुपर्छ भनेर हो खासमा। आज 11 गते यो सरसफाइ गर्न खोज्नुको कारण आज सरसफाइ हुँदैछ। प्लस यहाँनिर भनेको बस्ने ठाउँ फलेछ बनाउने भएर म चाहिँ आइसकेको छु। 2-3 जना आइसक्नु भएको छ, अरू आउन बाँकी नै हुनुहुन्छ। यस्तो छ हाम्रो ठाउँ चाहिँ। यहाँबाट धेरै ठाउँ देखिन्छ।